मन बसेर हुन्छ क्यामेरा पनि यसरी मिलाउनु भएको रहेछ। नमस्ते सबैजनालाई, स्पेसल थ्याङ्क यू तपाईँहरूलाई, किनभने त्यो आई गेस धेरै लेट नाइट आएको थियो हाम्रो यो आजको कल पनि। तपाईँहरूको यति धेरै उपस्थिति मैले पनि आश गरेको थिइनँ, सायद सीमित हुनुहुन्छ होला जस्तो लागेको थियो। थ्याङ्क यू सो मच। जसले सिनेमालाई माया गर्नुभएको छ उहाँहरू आफै आउनु भएको छ होइन, यो सिनेमाप्रतिको माया नै हो। कुमार दाई स्पेसल थ्याङ्क यू। प्रेसर भएको भएछ दाईलाई, धनगढीदेखि हिँड्दा हिँड्दै मिलाउन गाह्रो भइरहेको थियो, त्यो पनि यो म्यानेज गरिदिनु भयो। अब सिनेमा हेर्नु भएको हाम्रो यहाँ भएको दाजुभाइहरूलाई सिनेमाको बारेमा केही थाहा छ, सिनेमा नहेर्नु भएकोहरूले पनि एकचोटि हेर्नै पर्ने सिनेमा बनाएको छ। किनभने सिनेमा मेरो विचारमा चाहिँ सिनेमामा हामीले अहिले एकदमै कम्प्लिकेटेड बनायौँ कि एकदम यो खोज्ने त्यो खोज्ने एररहरू खोजेर मेकरहरू मर्ने काम भइरहेको छ कि सिनेमा भनेको फ्रिडम हो। मैले जे मेरो क्षमताले सोच्न सक्छु, जति मैले लेख्न सक्छु त्यति नै मैले यो पिताम्बर एटेम्प्ट गरेको हो। र तपाईँहरूले आफैले पनि टिकटक, रिल्स र विभिन्न सोसल साइटको मिडियममा चाहिँ मैले 7 चोटि हेरेँ, 8 चोटि हेरेँ। हामी हलमा जाँदा नि यो मेरो तेस्रो टाइम हो भनेर सिनेमालाई इन्टरटेन गरेको हिसाबले चाहिँ वी आर भेरी थ्याङ्कफुल। अनि हाम्रो यो कुरालाई दर्शक समक्ष पुर्याउनु तपाईँहरूको ठुलो हात हुन्छ। कन्जुसाइ नगरिकन माया गरेर मोफसलले जति हामीलाई सपोर्ट गरिरहनु भएको छ, तपाईँहरू सबैलाई पनि धन्यवाद। बाँकी केही क्वेसन एन्सर भयो भने वी आर रेडी। दिदी बहिनी सबैलाई थ्याङ्क यू भेरी मच भन्छु। किनभने मलाई यति धेरै माया गरिदिनु भएको छ। आज सेकेन्ड विकमा यसले पाइला टेकेको छ र डेफिनेटली आउने समयमा 51 दिन बनाउँछ भनेर हृदयदेखि नै आशा गर्दछु। र थ्याङ्क यू भेरी मच वान्स अगेन। हजुरको यो प्रेजेन्सले गर्दा एकदम खुसी लाग्यो। अझ यसलाई मासको छेउमा अझ धेरै पुर्याइदिनु होला भनेर अनुरोध पनि गरेछु। किनभने राम्रो फिल्म चल्नुपर्छ भनेर चाहिँ जहिले पनि हामी लागेको छौँ। र जे पिताम्बर चाहिँ नेपाली सिनेमा त्यही हो। सबैभन्दा पहिला त यस चलचित्रलाई आज हामी पत्रकार साथीहरू बसेर कुरा गर्ने माहौलसम्म ल्याउनु हुने हाम्रो आदरणीय डिरेक्टर साहबलाई नै श्रेय जान्छ होइन। त्यस्तै गरी हाम्रो कलाकार साथीहरू, हाम्रो डिओपी दाईहरू र यहाँ जतिजना पनि यस पिताम्बर सम्बन्धी के भइरहेछ भनेर पत्रकार सम्मेलनमा आउनुहुने सम्पूर्ण पत्रकार साथीहरूलाई प्रेस मिटलाई चाहिँ प्रेस मिट गर्नुपर्छ भनेर यो माहौल बनाउने हाम्रो आदरणीय कुमारजीलाई पनि इन्टायर हामी सबैजना टिमलाई चाहिँ पहिलो कुरा धन्यवाद दिन चाहन्छु। दोस्रो कुरा, चलचित्र पिताम्बरले चाहिँ धेरै कुरा सिक्ने अवसर दियो मलाई होइन। अब म चलचित्रमा एज अ निर्माता भएर आउनु एउटा अध्याय रह्यो, तर पनि एउटा मेरो फ्यामिली ब्याकग्राउन्डबाट चाहिँ म चलचित्रमा चाहिँ बच्चैदेखिबाट यो चलचित्रलाई नै देखेर र अलिक नजिकबाट बुझ्न पाएको एउटा अवसर पनि मलाई मिलायो। पिताम्बरले जुन एक्सपेक्टेसन फर्स्टमा हामीले व्यावसायिक यति गर्नुपर्छ भन्ने क्यालकुलेसन हाम्रो कहिले पनि भएन। हाम्रो इभन आजको दिनसम्म पनि जुन क्षेत्रमा गइन्छ, जुन ठाउँमा गइन्छ, त्यहाँ चाहिँ कसरी अझ धेरै दर्शकहरूबाट पुग्ने, पत्रकार साथीहरूसँग कोअर्डिनेट गर्ने र हल व्यवसाय साथीहरूबाट पनि पुग्ने भन्ने हाम्रो एकदमै धेरै ठुलो कन्सर्न चाहिँ त्यो रहेको छ। व्यावसायिक रूपमा पनि एज अ प्रड्युसर म एकदम सन्तुष्ट छु। सबै कुरा ठिक छ, नराम्रो भन्ने अवस्था कहीँ पनि छैन। र दर्शकहरूले एउटा जुन गतिको चापमा पिताम्बर अगाडि बढिरहेको छ, एकदम सन्तुष्ट छु। अब भन्नुपर्ने ठ्याक्कै व्यवसाय यति हो भनेर बरु म चाहिँ देश दौडामा बिहानदेखि बेलुकासम्म दौडेको छु, हेर्न पाएको छैन। अन्त्यमा सम्पूर्ण पत्रकार साथीहरू आइदिनु भयो, यसको लागि एकदमै विशेष धन्यवाद। र हाम्रो डिरेक्टर साहबले पनि डे 1देखिबाट आजको जर्नीसम्म लिएर आउनुमा जुन भूमिका निर्वाह गर्नुभयो, मलाई पनि हृदयदेखि नै धन्यवाद भन्दै अब मेरो 2 शब्द भन्दा पनि 5-6 शब्दै बढी भयो, म यही बिट मार्न चाहन्छु। धन्यवाद। हामीसँग चाहिँ फिल्मको मिडिया कोअर्डिनेटर पनि हुन्छ यताखेरि कुमार। कहीँ न कहीँ नेपाली सिनेमा ओभरअल सबैमा फेरि मैले यो पिताम्बरको मात्रै कुरा गरेँ होइन, धेरै सिनेमा एक्सन ओरिएन्टेड सिनेमा हेर्दाखेरि चाहिँ कहीँ न कतै त्यो नेगेटिभ क्यारेक्टरहरू कलाकारको भोइस चाहिँ अलिकति सुट नगरे हो कि जस्तो लाग्ने, कहीँ लिड रोल भएको हिरो भनौँ न हामीले नर्मली चिन्ने नायककै भोइस चाहिँ अलिकति त्यो अनुसार सुट नगरे हो कि भन्ने जस्तो लाग्छ। त्यो कतिको जरुरी छ जस्तो लाग्छ नेपालमा? एक्ज्याक्टली, मलाई पनि त्यही लाग्छ होइन। मेरोमा फेरि अनुपको भोइस दमदार, दिव्यदेवको भोइस दमदार, प्रमोदको पनि भोइस दमदार, सौगातको पनि भोइस दमदार, प्रदीपको भोइस अलिकति एक्सपायर गर्नुपर्ने थियो। उसले भोइस थेरापी गरेर तपाईँले त सिनेमा हेरिसक्नुभयो। प्रदीपको अरू सिनेमामा भन्दा भोइसमा धेरै फरक